गाइस टासिदिले हेर्नुहोस् है यहाँ याकले घाँस खाएको स्याहार्नु त कहाँ छ र याकेर आम्मामा बाफ्रे 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 यो याकले त मान्छेमा हान्ला जस्तो छ आम्मा अहिले देखेन उभिएर बसेको बाटो पनि छोड्नु छैन यो याक त आम्मा है यस्तो दिनमा यस्तो चिसो दिनमा चाहिँ यस्तो सुक्खा घाँस खान्छ चौरी गोरुले चाहिँ यो चाहिँ भन्छ हिमालमा चर्ने चौरी गोरु साथीभाइहरू तपाईहरुले याक देख्नु भएको छैन होला याक चाहिँ यस्तो हुन्छ डरलाग्दो हेर आम्मामा सानो त कहाँ हो र यो त झन्डै मिटरको हिसाबको छ नि बाफ्रे 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 है यस्तो जाडोमा यो याकलाई त माग्नुपर्छ र छाला पनि यस्तो जाडोमा हेर आएको आम्मामा सानो त कहाँ हो र बाफ्रे है मान्छे पो हान्ने हो क्या म त कहाँबाट जाउँ सानो त कहाँ छ र चराप 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 खाँदैछ त घाँस हेर है साथीभाइहरू सिक्किममा पाउने याक चाहिँ यस्तो हुन्छ है अब अरू जग्गामा त अलिक कस्तो हुन्छ कि याद छैन सिक्किममा चाहिँ यस्तो खालको याक पाउँछ चौरी गोरु हेर सिङहरू पनि कहाँ हो र सानो सानो त कहाँ हो र बाफ्रे नटेरी पो खान्छ त फेरि ल साथीभाइहरू आजलाई यतिमै चौरी गोरु देखाइदिएकोमा धेरै धेरै धन्यवाद दिँदै यहाँ राख्न चाहन्छु।